दर्शन नमस्ते सम्पूर्णमा बुद्ध जयन्तीको धेरै धेरै शुभकामना हजुरहरू सम्पूर्णमा। हामी दार्जिलिङ घुम्न गएको बेलामा जापानिज बुद्धिस्ट टेम्पल पनि लानुभएको थियो। मेरो भाइले एकदमै रमाइलो आनन्द आउने मनलाई साह्रै शान्ति दिने ठाउँ रहेछ। हजुरहरू पनि दार्जिलिङ घुम्न गएको बेलामा चाहिँ यो ठाउँ नछुटाउनु होला। मेरो भाइले चाहिँ बुद्धको बारेमा अलिकति एक्सप्लेन गरिदिनु भएको छ, हजुरहरू पनि सुनेर इन्जोय गर्नु होला। त्यो हुन्छ नि अब मान्छे मोर र बाच्चा हुन्छ नि, त्यो जुनीबाट चाहिँ मुक्ति पायो अरे क्या, साइकल अफ बर्थ हुन्छ नि। हाम्रो उता है बर्थ रिबर्थ हैन, त्यो चाहिँ निर्वाणा। प्रेग्नेन्ट भएको थियो नि, त्यति बेला चाहिँ सपना देखेको बुद्ध भन्दा चाहिँ जब त्यो बुद्ध भन्दा आमा चाहिँ जब त्यो बुद्ध भन्दा जन्मिन आँटेको थियो अरे नि, सपना देखेको थिएन हात्तीको, त्यो एलिफेन्टको सपना देखेको चाहिँ यो हो क्या। अनि यो चाहिँ जब सिद्धार्थ छ नि राजा, जब मतलब उसको राजालाई कतिवटा मान्छे मोर्छ भनेर कुरा लुगाएको थियो अरे नि, जब चाहिँ बुद्ध भगवानले चाहिँ थाहा पाएको थियो अरे नि कि मान्छे मोर्छ पनि भनेर चाहिँ तब आफ्नो मतलब सांसारिक सुख त्यागेर चाहिँ मतलब तपस्या गर्नु गएको बेलाको चाहिँ हो क्या। ग्रेट डिपार्चर, ज्ञान मेडिटेसन वाला पार्ट। जब ध्यान लगाएको थियो बुद्ध भगवानले, मारा एट्याक एन्ड टेम्पटेसन। यो चाहिँ जब तपस्या गर्दाखेरि चाहिँ कतिजनाले चाहिँ पुरा तङ गरेको अरे क्या तपस्या तोड्नु लागि, तर नि उसको ध्यानले चाहिँ मतलब भङ्ग गर्नु खोज्दाखेरि नि नराम्रो राम्रो सिनफुल चिजहरूलाई चाहिँ उसले चाहिँ जसै पनि इग्नोर गरेर चाहिँ एटेम्प गरेको अरे क्या। अनि यो चाहिँ हुन्छ नि स्टुडेन्टहरू, उसको डिसाइपलहरू क्या। अनि यो चाहिँ जब ज्ञान बाँडेको बेलाको होइन, अनि त्यो यतापट्टिको त्यो चाहिँ जब मुक्ति पायो नि जीवन मरणबाट। थ्याङ्क यू सो मच फर वाचिङ, बाई बाई।